यो आइमा छ नि गाइज, यो सबैले चिन्छ होला हैन। यो आयुषको आमा अरे आमा अब के भन्ने आमा, जन्म दिने आमा मात्र हो, बाँकी त केही पनि गरेको छैन। कर्म दिने सबै यसको बजै हो आयुषको। अब लेखाइ पढाइ हुर्काउने बढाउने सबै काम उसको बजैले गरेको हो। अनि यो यिनीहरूको जुन कथा छ के हो भनेपछि, जब आयुषको बुवा बित्नु भयो अनि यो बितेको 6 महिनामा यो पहिलो गएको मान्छे हो। यो आइमा छ नि, यो पहिलो गएकी मान्छे हो। अनि पहिलो गइसकेपछि यो चाहिँ आयुषलाई माइतमा छोडेर गयो। सबै उसको कर्म दिने आमा भनेको आयुषको मामापट्टिको बजै हो। जम्मै उनले हेरे, बढायो, लेखायो, पढायो, सब उनले नै गरेको। तर यहाँनिर कुरो के छ भनेपछि हैन, त्यो जब आयुष भाइरल थिएन त्यतिखेरसम्म यसको अनुहार कसैले देखेको थियो? यो छुचुन्द्रीको कसैले देखेको थिएन। जब आयुष भाइरल भयो अनि ट्रेन्डिङमा आइसकेपछि यसले चाहिँ भिडियो बनायो कि अब यसलाई पनि भाइरल हुनु छ भनेर यसले चाहिँ अब त्यो कन्ट्रोभर्सी टाइपको कुराहरू यसले निकालेको। यो कसरी हुन्छ, कसरी भन्नु होला हैन, यो भाइरल हुनको लागि यो उमेरमा आएर पनि एउटा त्यो फेसन सो के पो उसमा भाग लिएको थियो, थाहा होला सायद कसैलाई हैन। फेसन सो के पो हो मलाई थाहा भएन, मिस समथिङ के पो हो, मिस नेपाल त हैन होला, के हो त्यो पनि मलाई थाहा छैन। उसमा यो भाग लिएको, यो उमेरको हेर्नु त गाला चाउरी परेको, यस्तो यो उमेरमा पनि ऊ भाग लिनु भनेको तपाईँ आफै बुझ्नुहोस् यो कुन थर्डको मान्छे हो के। र यसको कुरामा ट्रस्ट गर्ने मान्छेहरू आमा नै भन्नेहरू, पहिला तिमीहरू हो भने आफ्नो आमालाई पहिलो पठाके त्यसपछि यो कुरा गरिस् मान्छेलाई कस्तो हट हुन्छ भनेर। जन्माउनु मात्र ठुलो कुरा होइन, जन्माएर त्यसलाई शिक्षा दीक्षा दिनु त्यो ठुलो कुरा हो। र के भन्छ अहिले फेरि अब यसको त्यो के भन्छ भ्युजहरू डाउन हुन लागे। अनि त्यसपछि फेरि यसले पोडकास्ट गर्यो हैन। अब फेरि कन्ट्रोभर्सी त्यही हो, कुरोकानी त्यही। अरे जब तिमीहरूको घरको कुरा हो त अनि के भन्छ पोडकास्टमा किन ल्याउनु पर्यो? उतै मिलाऊ होइन, म यसको जवाब दिन चाहँदैन भने फेरि त्यही कुरा लिएर आयुषले कसरी आमा मानिदिने। अनि धेरै मान्छेहरूले भन्छ अहिले कुरो खासमा के हो भनेपछि अब यो चाहिँ आयुषसँग नजिक हुनको खास कारण आयुषसँग पैसा छ। यो आइमै त्यस्तै हो, जोसँग पैसा देख्छ त्यसैसँग जान्छ। त्यही भएर चाहिँ 2-3वटा पोइ पनि फेरिसकेको हो। यसको पोइ अलग्गै छ अहिले। अनि यसको छोराछोरीहरू पनि छन्, बच्चाहरू अलग्गै छ। अनि अहिले आयुषले यसलाई आमा मानिदिएपछि ल भन्नुहोस् फेरि के भयो, फेरि कन्ट्रोभर्सी भएन। आयुषको जुन मम्मी छ यसको पनि त अलग्गै परिवार छ। आयुषले मम्मी मान्यो अरे, मम्मीलाई आफूसँग राख्यो अरे। अनि ऊ त्यो जो अहिलेको बुवाबाट यसको बच्चाहरू छ तिनीहरू टोहोरो हुँदैन? कि कुन हिसाबले सोचेर भन्छौ तिमीहरूको दिमाग कहाँ छ? यहाँ भेडाहरू यसको मम्मी आमा नै हो अरे, तिमीहरूको टाउको आमा। यो भनेको यो विजय साईको दोस्रो रूप हो। दुनियाँलाई चुतिया बनाउन 1 नम्बरको विजय साई छ नि हो, त्यसको महिला भर्जन भनेको यो हो, फिमेल भर्जन। बुझ्यो? त्यही भएर यो यस्ताको पछाडि नलाग। यसको म कहानी बताउँछु। 6 महिनामा पहिलो गयो अनि त्यसपछि के भन्छ आयुषलाई उहाँ मामा घर राखेर 6 महिना पहिलो गयो। त्यसपछि त्यहाँ बस्यो, कति 1-2 वर्ष कति बस्यो, फेरि अर्को पोइ लियो। फेरि त्यस्तै गर्दै तेस्रो भयो क्या यसको। अब थाहा छैन, अब अरू पनि होला नि पनि होइन। अब हामीले सुनेको दोस्रो तेस्रोसम्म हो। अब यस्तो आमाले हामीले चाहिँ आमा मानिदिनु पर्ने रे, के भन्ने यार, छी।